गुड मर्निङ नमस्ते टासीदेले कस्तो छ तपाईहरुलाई अनि तपाईहरु सबैजनालाई ढिलै भए पनि नयाँ वर्षको धेरै धेरै शुभकामना। हाम्रो चाहिँ यो वर्ष 2082 सालको नयाँ वर्ष चाहिँ यसरी सुरु हुन्छ। सबैजनाले हेरेर लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु होला अनि भिडियोलाई अन्तिमसम्म हेर्दिनु होला है त। हामी त माथि बाई गइन्छ त गइन्छ त गएछ त म त अर्कै चौतरा पो सम्झिरहेको यहाँ त लो बल्ला बल्ला यसपाल घुम्नु पाउँदा कोला ला बे यसमा रेड बुल मिसाउँ कान्छी अन्ते रेड बुल कहाँ मेरोमा छ के कसकोमा छ भारी बोक्नुलाई मरि जान्छ अहिले रेड बुल मेरोमा छ यता आउनु भारी बोकेर हौ यता आउनु कान्छी देखि राख्नु आउने रहेछ मेरो स्टोरेज अलि हाल्नु उता चाहिँ उता अलिक नजिक गर्ने अलिक त्यसले छुन दे पुरा बुझिसके मैले यस्तो रहेछ केटी झोला बोक्नु आउनु जेठे झोला बोक्नु मैले परी गा जतिकै पर्ने त छैन भिडियो मात्र बना। यहाँबाट हामी चाहिँ यताबाट गएर चाहिँ हामी उयो डाँडा कटेर उन्दो जानुपर्छ वालिङबाट। यहाँबाट पनि एउटा बाटो छ नि त ल हेर्नुहोस् है कहिले रोड कहिले गाडीमा जानु हो यहाँबाट उयो रोड हुँदै पुगिसकेछ अब त खाजा खान लागि हामी चाहिँ यो चाहिँ तरुल केमा यो रोटी निकालौं यहीमा निकाल्नु अनि हाम्रो यही माथि यसमा राख्नु न किनेमा काचर हैन यो म त तरुल र अचार मात्रै खान्छु दुईटा तरुल कि रोटी तरुल र रोटी हैन तरुल र अचार रोटी फेरि कस्तो खालको रोटी खान्छ कि छोरी दिउ चिसो खुवाउनु भए हेलो हुन्छ सुरु गर्नुस् है तर यो कस्तो अमिलो भएछ उता बागेश्वरी पढाउँदा नि 7-8 वटा खाइदिएको कि एकछिन म चाख्छु कस्तो रहेछ त्यो चाहिँ मिठो छ मुनिबाट हैन होला गए यो भन्नु छिटो जुम्रा चाहिँ हिँड्दैन ल गफ पनि कत्रो लाग्यो हेलो गाइस यहाँ फेरि भोक लाग्यो रे हैन खुम्बा खानाको लागि ओ साथीहरु ल ओ माइ गॉड सिम्पल डोर चाहिँ पाक्यो रातभरि पकाएको पता अलिअलि धुनु पर्छ कि साथीहरु के न विशेष म हात पनि धोए मैले हात धोइसक्यो मनिकलाले उसको छोरीलाई भन्छ छुच्छु तिमीले हात धोएर धोए के अलिक फिट्ने कि दिदीलाई मलाई अलि चस्नु लगाइदिनु भएन तरुल चाहिँ ल्याउनु अचार ल्याउनु यी अचार यसको टाउको केले काट्यो नि गाईचहरू चाहिँ अगाडि छ म चाहिँ पछाडि लेलेको डाँडामा अब छोड्दिनु होला नि कही यसरी फोहोर फाल्नेहरूको हातैमा किरा परिजाओस्।
कति रिस उठ्दो घिचेर चाहिँ सबै बाटोमै फालिदिने त्यही त भनेको यो सिकाउन नजानेकोहरू आमामा कसम होला के गरेको को हो नि यतातिर सिसी क्यामेरा राखिदिनु पर्ने रहेछ कारबाही गर्नु ओइ टिप्नु कि के गर्नु नि हेर्नै नसक्नु एकचोटि यहाँबाट मेरो झोला झरेको नि सानो भाइ स्कुल झोला तल होलिङ क्यामेराम्यान त यस्तो गरेर यस्तरी भिडियो बनाऊ आउनु त घुमाइदिउँ तपाईँलाई ल हिँड्नु न ल ल ल ल ल जनम जनम भन्दै मेरो गीत सुनेर मान्छे ढल्छ ल फेरि सिर्लिङ्गे तपाईहरु चाहिँ नखानु नि बिस्कुट नखानु नि के गर्नु है दुःख छ बाटोमा यस्तो खाएर हिँड्नुपर्छ यस्तो खाएर हिँड्नुपर्छ भोक लागेर म चाहिँ बोल्दिनँ है बोल्नु है आफ्नो आफ्नो भिडियोमा त्यत्रो आइडिया हुन्छ नि त हामीलाई हुँदैन मिठो छ बिस्कुट छोरी यो डिउ खानुहुन्छ खानु न म त नखाने अहिले त ओ माई गड कस्तो डेन्जर ठाउँमा बसियो कस्तो कुल फिलिङ्स क्या भन्नुपर्ने अब आफू थोप्राका लुकाइएको छ खै त बालालीबाट त आएन त कति राम्रो पकाउनु रिप्लाई म सुनाइदिउँ लु ए नलजानु न हामीसँग लजाउनु पर्दैन जङ्गलमा अल्छी लाग्यो भने हामी गीत गाउँछौँ तर म के भनेर गीत गाउँदै नसक्ने जाउँला उसले त्यो टुक्का मिलाउनु रहन्छ जम्मै हामी चाहिँ रमिते पुग्न लाग्यो अब यही हो है रमिते हाम्रो चाहिँ तर घाम पो लाग्छ कि हो अलि माथि जाउँ न शीतलमा त्यसो भए अन्त धेरै नजाने भूतले तान्छ है आएपछि त यो त गाइजहरूले फुल त सबै टिप्दिएछ नि हामी चाहिँ के हेर्नु जे गर्दा नि हुन्छ मलाई त थाहा पर्छ ओइ कस्तो राम्रो हावा चलेको यो के गरेको बित्थामा काम नपाएकोहरू के गर्यो बिचराहरूले के भनेर हुन्छ हौ के गर्नु त खुसी हो आइडिया त हो यहाँ पानी आउँछ नि ओइ
झन्डा त अनि यो पो रहेछ त नेपालको झन्डा पो रहेछ त अनि पुरै काठको झन्डा पो भन्ने थियो त पुरै फलामको झन्डा पो भन्ने थियो त ए होइन पो रहेछ नि ए म त फलामको पो भनेको अहिलेसम्म आजसम्म फलामकै झन्डा भनेको ए यो त्यसो भए यो फलाम चाहिँ ल्याएर गाडेको रहेछ माथि मान्छेहरू पनि रहेछ ए ए त्यही त फलाम भोकेको कुरा त गर्थ्यो त्यो डेन्जर छ नि यहाँबाट झऱ्यो भने त पुग्छ नि यतानिर हिमाल कस्तो राम्रो देख्थ्यो ठेक्क छोपेछ क्या त खानेकुरा चाहिँ ल्याउनु नि हौ कस्तो दामी राम्रो मैले भिडियो गरेको छु त पोर जस्तो राम्रो त्यो अचार झिको न कान्छी हेलो कान्छी बदाम पुरान नखाउनु कान्छी खाने बगाऊ म धेरै टाढो भइगयो अब यहाँ देख्दैन लालु पाते ओठ दादे मेरो त मुहार पनि अभइगो बिबियो पानी यो ए चौरी राख्ने ठाउँ होइन कति जाडो हुन्छ त माघमा त यहाँ जाडो हुन्छ नि त्यस्तो धेरै जाडो हुँदैन घरभित्र त चेपी त हो पहिलाको मान्छेहरूले चाहिँ खुब मन पराउँथ्यो अहिलेको मान्छेले त खाँदैन खाँदैछौ बिरामी हुने के भन्नुभएको किन त्यस्तो भएको नि त्यसको बिस के यहाँनिर हाम्रो याकहरू थियो भन्दै थियो त आज त छैन छ त चरन गयो होला नि हो कि चरन नै गए पनि यतै हुनुपर्ने कहाँ गयो घन्टी सन्टी केही बस्दैन यतै आएर बस्छ नि पुऱ्याइदियो माथितिर फेरि बाजेहरूले हजुर होइन अघिको साथीहरू त यो बाटो पो आएछ नि उनी होइन नि तल तपाईँहरू फर्किने बाटो हो हेर्नु न गुराँस चिमाल हो है के पो यसरी टिपेर यस्तो गर्छ कति बोकेर लान्छ गाइजहरू पर्खौँ है सिस्टरलाई बिसाउँ कि बिसाउनुहुन्छ कि बजीहरूले नै लगाइराखेको नि कस्तो लाग्दैछ त तपाईँलाई भन्नु न कति वर्षपछि आउनु भएको भयो होला 4-5 वर्ष तपाईँलाई म त धेरै एक्साइटेड होइन धेरै इन्जोय गरेँ धन्न आएछ जस्तो लागिरहेछ पानी पनि कस्तो राम्रो परेर हामीलाई साइड गरेको छ काका कस्तो लाग्दैछ तपाईँलाई नयाँ ठाउँ आइदिया छ नयाँ साल नयाँ वर्ष साह्रै गजब ए जाउँला गाउँ पनि देख्यो है ठिक्क अब चाहिँ छ अहिले लड्नुहुन्छ यहाँ जोगेर आउनु
मान्छे छ क्या हो कत्रो झराएछ ल सुन ज्याक यो चाहिँ हाम्रो पहिलो दिन हो 2082 सालको दोस्रो दिनको पनि छ म तपाईँहरूलाई देखाउने छु यस्तो रह्यो हाम्रो चाहिँ नयाँ वर्ष तपाईँहरूको कस्तो रह्यो प्लिज कमेन्ट गरिदिनु होला थ्याङ्क यू सो मच तुची छे टासी देले नमस्ते